नाइटमा चाहिँ यस्तो छ, यस्तो भएको छ। हाम्रो 3 जनाको क्रिसमस ट्री पनि यस्तो बल्ने भयो। चाउमिन खाने खै खिच्ने फेरि। ल यो कति किलो? 10 किलो होला। ल भयो 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 5 किलो 5 किलो भयो क्या? किन 5 किलो? 5 किलो हाल्ने। 15 किलो 16 किलो भयो त्यो। 16 किलो भयो। कति धेरै टिपे है हामीले। समथिङ कति किलो टिपे आज भन्नु? पख्न अहिले हिसाब गर्छु। भयो 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 नि भयो 21 किलो भयो। 21 किलो। अब यो पो बोरा पो तान्नु नाप्नु पर्छ। यहाँ पनि यता नि गरौँ। सँगै छ त केरा। भयो भयो 26 किलो। 26। अनि त्यो कुल्चे खेले। हेलो साथीहरू, गुड मर्निङ। अहिले चाहिँ भर्खर 8:30 भइसकेको छ। म चाहिँ उठेर बुढाले कफी बनाइदिएर खाएर अनि मैले बेडसिट चेन्ज गरेँ। अनि घर चाहिँ 4:30 बजी बुढा उठ्छ जहिले पनि, सफा जहिले नि गरिसकेछ। अनि गाडी धुँदै थियो। अनि म चाहिँ आज कहाँ जान लागेको छु भने साथीकोमा जाँदैछु। किन भन्दाखेरि साथीले चाहिँ दिनका दिन ओलिभ टिप्दैछ के, इल्लिया भन्छ ओलिभ टिप्छ। अनि बिचारा मैले आज चाहिँ अलिकति पनि अब अस्तितिर त सटरडे त छुट्टी हुन्थ्यो, हिजो काम थियो मेरो, आज मात्रै हो छुट्टी। 5 दिन भयो बिराम भएको, हल्का फुल्का निको भइरहेको छु। मैले त्यही भएर यस्तै ड्रेस लगाएर गइरहेको छु। अनि ओलिभ टिप्नलाई हेल्प गर्न जाँदैछु साथी। एभ्री सन्डे अब मेरोमा आउँछ नि त ऊ पनि। अनि आज चाहिँ म उसको घर जाँदैछु। अनि मैले चाहिँ सोचेको थियो क्रिसमस ट्री बनाउँछु भनेर सोचेको थियो। अनि फेरि आऊ न त भनेर भने चाहिँ 1-2 बोट मात्र टिप्नु छ भनेको थियो। अनि मैले चाहिँ अनि नत्र भरे आउन, अनि मेरा दुवैजनाले मेरो क्रिसमस ट्री नि बनाउला भयो भने थियो। ओके छ त नि भने। यता साथीको घर चाहिँ यस्तो गाउँमा छ क्या, अनि यस्तो धुलो हुन्छ। अनि मेरो बुढा धन्न मेरो गाडी चाहिँ धोएन छ क्या। अनि अहिले आएर धुनुहुन्छ। अनि त्यही भएर उसले पुर्याइदिएको, नत्र म आफै गाडी लिएर आउँथ्यो। अनि 4 हुन्छ क्या। अनि एकदम यस्तो छ धुलो छ। अनि त्यही भएर म कहिले ल्याउँदिनँ गाडी। दुइटै उसको चाहिँ गाडी धोइसक्यो, मेरो चाहिँ धुन बाँकी छ। अब मलाई पुर्याएर बुढाले चाहिँ फेरि मेरो गाडी धुनुहुन्छ। अनि आज दिनभरि हामी के गर्छौँ, कति ओलिभ टिप्छौँ त। अनि भरै मेरो क्रिसमस ट्री बनाउनलाई चाहिँ टाइम हुन्छ कि हुँदैन भरे भ्लगमै हेर्नु होला है। सन्डे हो आज चाहिँ, भोलितिर हाल्छु होला मेरो भ्लग चाहिँ है। अनि युट्युबलाई माया गरिदिनु होला। म प्रयास गर्नेछु भ्लगहरू हाल्नलाई। यस्तोमा जाँदैछु हामी चाहिँ। अनि मैले चाहिँ कफी खाइसकेँ। ब्रेकफास्ट खानलाई चाहिँ माथि आउनु न भनेर भनेको छ दिदीले। अनि भरे चाहिँ हाफ डेमा चाहिँ हामी खाना खाएर तलै मेरो घरमा आउँछौँ होला। उसकै सरले पुर्याइदिनुहुन्छ होला। यस्तो छ धुलो। मेरो बुढा दुइटै गाडी ल्याउनै मान्दैन। उसको त के, मेरो त ल्याउनै मान्दैन। अब गाडी धुन्छ, धेरै फोहोर भएको छ। उसले त हप्तै पछि धुन्छ नि त गाडी। अनि मैले चाहिँ धुदिनँ खासै, उसले धोइदिन मात्रै हो गाडी। पहिला त बाहिर लान्थेँ। अनि अब 10-12 युरो पर्छ नि त, किन त्यत्रो खर्च गर्नु पर्यो, म आफै धुन्छु भनेर भनेको थिएँ। अनि उसले घरमै धुन्छ। तर आज चाहिँ लास्टै फोहोर छ सिटहरूमा पनि भन्दै थियो, बाहिर लाने रे धुनलाई। मेरो बुढाले यस्तो छ। बुढाले चाहिँ धेरै तिम्रो कार फोहोर भयो। केही छैन फोहोर त, यता सिटमा अनि केही छैन फोहोर, बाहिर धुन लाने रे यस्तो छ। अनि त्यही भएर बुढा नमानेको। यस्तो झार जङ्गलमा छ के बक्स। पहिले यहाँसम्म चाहिँ मैले यहाँ कति ढुङ्गा थियो, अहिले त म सक्ने रहेछ जस्तो लाग्यो। म आफैले सक्छु। पहिलाको वर्षमा ल्याएको थिएँ नि मैले एकचोटि। यस्तैमा छ। घाम लागिरहेको रहेछ ठिक्क। यता दिदीको घरमा चाहिँ घाम लागिराख्ने के, जङ्गलभित्र भए पनि। त्यही भएर यतिको चाहिँ बनाएछ है रोड।
हाम्रो नेपालतिरको जस्तै छ, त्यही भएर। दिदीको घर चाहिँ यता छ सरको। सर चाहिँ पाइलट हो नि त, भुपू पाइलट हो नि त। अहिले चाहिँ जब छोडेर यता जङ्गलभित्र घर बनाएर बसेको छ। हेरौँ अब कफी, स्पिक कफी ड्रिङ्क न कफी नि नखाने रे। काजी चाहिँ खस होइन, कफी खाएर जाउँ भनेको छ दिदीले न। बाई 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 पनि भन्दैन। कुकुर छ लुलु, हेलो नखाने रे कली मेरा कली स्पेरा। यहाँ हेर्नु नि दिदी, डर लाग्छ है कुकुरहरू देखेर। पुरै मुटु दरो बनाएको नाइले है कोको डिटो ने। दिदीको त चिकनहरू छ है। के भन्यो? कसले? ए उस मेरो गाडी धुनु पर्छ नि। यो नसक्ने तिमीले यति सक्ने है? यो चलाउन सक्छ के? म उठौँ म चलाउन सक्छु मजाले। यसको चाहिँ हेर्न, यहाँ ब्रेक यहाँ पनि रहेछ। कत्रो अल्गो है। सुन न, यहाँ पनि ब्रेक रहेछ है। अनि स्टार्ट बन्द भयो भने के गर्नुपर्छ थाहा छ? यो के हान्नु पर्छ के? अनि साइकल पनि रहेछ। यो मलाई सरले दिएको र यो दिदीलाई नसकेर। अनि त्यो के ठुलो अग्लो के है यो त? अग्लो त यो स्ट्यान्ड राखेर हो। सुन अनि त्यो के हान्न सजिलो छैन नि त यो। 30 वर्ष अगाडिको। कति जाडो भएछ केटीलाई त। फेरि बिराम्नु हुन्छ भनेर नि मैले। खै अनि सर चाहिँ मलाई सरले सोनीलाई पनि हेर्न भन्दै थियो। त्यसरी हेलो मर्निङ काला। ए दिदीको घर चाहिँ यतातिर। कति ओलिभ टिपिसक्यौ तिमीले त नि? कसरी टिप्दो रहेछ? धेरै पो रहेछ है बोट त। कोको र डिटो रहेछ। यो चुरोट रहेछ। बस्नु यसको चिया मानवले सुन्तले बनाएको अरे। अब हामी खाजा खाएर अब ओलिभ टिप्नतिर लाग्यो। ओलिभ चाहिँ यही हो। हेर्न आलु दिदीको कति फल्छ होला, कति राम्रो आलु। यो आलुको मुन्टो पकाएको यो कहिले हुँदा कहाँबाट थाहा पायो नि तिमीले? पकाउनु मेरो माइजीले बनाउँथ्यो कि यो हो र। ओलिभ त कति धेरै रहेछ है। सुकेको खुर्सानी पकाउने के सोनी, लाइक उयो जस्तो हुन्छ के अरे फर्सीको मुन्टा के। यहाँ डकहरू पनि छ, पकाएर खानुपर्ने डकहरू फुलहरू। टिपेछ कति दिन टिपेको अरे? यो सबै कति दिन टिपेको? सोमबारबाट। यो कुखुराहरू कहिले ल्याएको? यो टर्कीहरू फेरि उहिलेकै हो त है। कति ठुल्ठुलो भएको नि? ए कत्रो ठुलो हो योहरू है। के साह्रो भाले पोथी त माया गरेको के हो? ल हामी चाहिँ गएको साउदी अरब ओलिभ टिप्नलाई। यो कस्तो मिठो बास्ना आउँछ। यो कति मिठो आउँछ गेटको होइन। यो फ्रुट्स रोपेको यो पालि हामीले। यो पाप के भन्छ नि? बेलौती। बेलौती अबै पाक्छ नि है। आए गएको है सर चाहिँ गाडीमा आउने रे। यहाँ हेर्न दिदी कहाँ हिँडेको? साउदी अरब हिँडेको है हामी चाहिँ ओलिभ टिप्नलाई। अच्छा सानो छ है अहिले त। हो त्यो लाएर टिप्नु पर्ने। ल टिप्ने ल। सर चाहिँ गाडी लिएर आउँदैछौ। कुखुराहरू रहेछ। ए यो भिजाएर पख्न यो मिलाएर घर यसरी पैसा फिजायो हामीले। फर्स्ट टाइम है मेरो चाहिँ। ए दिदी त खत्रै छ।
पुरै टिप्दैछ सर हाँस किन तिम्रो फर्स्ट टाइम तिम्रो कुरा सुनेर के पत्रकार आएछ भन्छ सरले के भन्छ रे जेनिस्ट यो भित्र पस्दा कसो केही नै हुन्न सर मलाई झार्नु जस्तो लाग्यो म त यसरी है हत्तरमा त त्यसरी नि झार्ने रहेछ हातले त सकिँदैन होला है साथीहरू यो अनि पात आउँछ नि पात बिना टिप्नु पर्ने होला होइन पात सात सबै आउँछ रे म त हातले झार्छु जस्तो लाग्यो म त यो Too much coming down. मै त्यसरी पो सजिलो रहेछ है भुइँको चाहिँ कति सम्झाइ गर्छौँ है साथीहरू ल अब हामी अर्को टिप्छौँ सरले स्टार्ट गरे म आउँदिनँ होला सरले गरोस् यसरी पो जाँदो रहेछ है हेर न कति बाहिर भएको सरले गर्दैछ म त आउँदिनँ होला नआएको काम त नगर्ने म त नगर्ने टिप्ने चाहिँ हो गर्मी लगाइसकेको छु नि त माउन्टेनतिर आएको जस्तो त अब कपडा फुकाल्ने बेला भयो टोपी लगाएर आएको है म त यत्रो फिजाएर टिपेको धेरै जग्गा हो है मलाई आज त्यो भन्नु है तिम्रो सरलाई दिएछ भन्नु म किन्छु खै हो सुनिता त यो सबै रुख ढालिसक्यो रेस गरेकै छैन यतातिर कार नै फुटाए जस्तो गर्ला त्यो टिप्दा टिप्दा हैरान भइसक्यो यो सुन्ता चाहिँ फेरि के साह्रो नथाकेको यता सर पनि टिप्दा टिप्दै भयो ढिटो पोको पनि यति टिप अब उडाउने रे 2 बोट टिपिसक्यो अब अर्को बोट बाँकी छ आँगनको त्यसपछि फिनिस सुन्तलाई गाह्रो हुँदैन होइन दिन एउटा बोट होइन 13 बजे दिनको 6वटा बोट 6वटा वहाँदेखि त्यो कुना दिन्छ त एक दिनमा 6वटा बोट सानो सानो रहेछ नि त होइन यहाँबाट सानो देख्छ नि सोनी यो ठुलो अनि त्यो आँगनको ठुलो कति ठुल्ठुल छ कति दिन भयो टिपेको खुबर रहेछ
एनी टाइम। यो बोटको चाहिँ हामीले यति टिप्यो 25 किलो 20 किलो मेबी यति टिप्यो। गर्मीले मात्र सबै लुगा फुकालेर मैले यति चाहिँ 5 किलो भनेको थियो। कति किलो जोग्दैछ यसले? 5 किलो। मैले 5 किलो भने त 5 किलो हुँदो रहेछ। 5 किलो। यसले बिरयानी बनाएको, बिरयानी खाएर घर जाने। फ्रेस खानालाई लान्छु अनि यहाँ के अरे यो के गर्ने रे? ओली फुटाउनु, ओली फुटाउनु। फुटाएको त भयो। It has to be crunchy, not full of oil. अन्त नि म चाहिँ यो फ्रेस खानालाई लान्छु भनेको तेल भइसकेर ओभर तेल भइसकेछ सबै। हेर्नु त तेल गाइज सबै ने तेल हेर अलरेडी ओलिभ ओइल 200 किलो जति छ सरको। 200 किलो तेल हाल्न लान्छ। अब हामी घर जान्छौँ। खाना खाएँ। अब मेरोमा क्रिसमस ट्री बनाउने होला। यो मलाई दिएको अघिको भएन चाहिँ। अनि यो टिम्बुरको छोप क्या मिठो थियो भनेको दिदीले दिइ पठाएर नि। अब तल जाने के गर्छौँ भरे। यहाँ मैले प्लेस स्टार्ट गरेँ। हामी चाहिँ क्रिसमस ट्री बनाउन लाग्यो। पहिले यहाँ बनाएको थियो। यो दरास ल्याएको थिएन कि थिएन। यो दरास ल्याएर यता बनाउँथेँ। अहिले चाहिँ यो फेरि टेबलहरू छ, ड्रिङ्क्सहरू छ। सो यहाँ बनाउँथेँ पहिलाको इयर्समा। फर्स्ट इयरमा यहाँ बनाउँथेँ। थर्ड इयरमा यहाँ बनाउँछु होला। यो हिटर यता ल्याइसकेँ। पुरा चाहिँ सुतेको छ क्या। म चाहिँ नुहाउँछु भनेको भएर एकैचोटि नुहाउनु भनेर। क्रिसमस ट्री चाहिँ ऊ माथि राखेको छु कि मैले अब निकाल्ने। ल ल बिस्तारै ल कहाँ राख्नु? यहाँ राख्ने हुन्छ। बिस्तारै सुतेको छ। उठ्यो कि अहिले निकाल्यो नि। बुढा चाहिँ उठ्यो। यस्तो फोहोर छ र म भरै नै नआउँछ। यो भित्र छ सबै ट्रीहरू चाहिँ फेरि बनाउँछु। बनाउँदैछौँ बुढाले यहाँ नजान। बम्मै छिरायो। यस्तै छ है। यहाँ हाल्ने अब के रङ्ग्याउनु छ। मजाले कस्यो नि होइन। अब योहरू हाल्ने यहाँ। ल अब स्टप गर्ने त्यसरी गरेर यहाँ यस्तो गर्ने। Okay. Ready? Nee, zwei Hand voll. Hier, also, okay, ganz gut. Hier, haben wir beide nebeneinander. Wie viel Leute das werden? Oh, was haben Sie denn, oder? Ich freue mich, ja. Ich freue mich,
कलर प्लिज tea. Tea. Thank you very much. बुढोले चाहिँ चिया बनाउँदै छिन्। अब सबै गरेर लाइट भएर देखाउँछु है साथीहरू। यता पनि छ। म चाहिँ यही ड्रेससँग छु। साथीलाई कफी मैले अघि हिजो बनाएको के खाऊँ है सेतो नहाल्ने यही होस् है यहाँ नराख भन्छ त्यहाँ नबाल्नु वाइट हाल्छ नबाल्नु वाइट हाल्छ आमा यसरी वाउ चिरी च्याट्टै परेको भएछ हाम्रो क्रिसमस ट्री पनि देन्त्रो पनि अब गिफ्टहरू किनेर हाल्नु पर्थे कहिले सिसी क्यामेरा नि खोल्दो रहेछ यति भएपछि त प्लग निकाल्नु पर्दो रहेछ टक्कै भयो नि त नि होइन बुढाले लाइट हालिदिएको हामीले के गरेको सरे वाउ चिटिक्कै भयो त नि होइन क्लिक 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 झिलझिले छ नि फेरि अब यो झिलझिले घर कन लाउने यता क्रिसमस भेरी नाइस बट यो गोलहरू चाहिँ खै यसरी नै होला है हाल्नुपर्ने चिरी च्याटी चिया के खाना आऊ न दिदी भर्खर बिरयानी 2 थाल खाएको नि हिजोको केक बनाएको मैले बुढाले यति पारेछ अन्त खाएको नि छैन मैले भोलि ड्युटी लान्छु कि भन्ने भोलि ड्युटी लान्छु बुढाले खाओस् यहाँ राखौँ र म चाहिँ टक्क नुहाएँ होइन नुहाएर बाहिर गएको यता दिदीले चाहिँ फर्सीको मुन्टो रहेछ टिप्नु भएको घर लाने रे म चाहिँ नखाने 2 चोटि खाइसकेपछि भयो अनि घाम ताप्न बाहिर निस्के त सुकिगएछ यहाँ हेर्नु गाइजहरू यहाँको अस्ति दिदीले भलान्स सेन्टेमा दिनुभएको गिफ्ट चाहिँ कि मैले साथीहरू मैले उता घरको पछाडि लैजाऊ भनेको त साथीहरू होइन यो हेर्नु न भाँचेछ यहाँ उचालेको त 3 जनाले मजाले चर्केछ 100 युरोले हो फुरुक्कै बुढाले भने यो कति महँगो पर्छ नि त यो 3 जनाले यत्रो माटोसँगको उचालेको त सबै यस्तो भएछ भुलेको अनि त्यस्तै भयो साथीहरू आजको भ्लग के भन्छ नि यता चाहिँ फुल यस्तो भएछ यो चाहिँ अनि यतातिर पनि पियाजहरू छ अनि दिदीलाई चाउमिन बनाएर खाऊँ भनेको टन्नै छ भने चाहिँ 2 थाल उखाएको नि त अघि बिरयानी अब म बनाएर खान्छु होला भरे रातितिर दिदीले चाउमिन बनाएर काट्दैछ फेरि मैले काटेको ठुल्ठुलो भएर नि फेरि कस्तो खतरा काट्नु सेप हो नि त फेरि पाइलोटको सेप हो नि त दिदी पाइलोट यो चाउमिन बनाएर खाऊँ न के दिदी अहिले खै त नि अब सर्च देखेर आउँछ बोलाइहालेँ मैले पुरै दिदी ऊ खाएको छ है चाउमिन बनाएर खाऊँ भनेको कटिङ चाहिँ यो चक्कु अझै भने जस्तो यो त यस्तरी काट्नुपर्छ कि अन्त है चक्कै भएको मैले भने जस्तै बसेन दिदी चाहिँ गइसक्नुभयो म आफै चाउमिन बनाएर बुढालाई दिन्छु अनि म त टन्नै छु भोलि लान्छु ड्युटी बुढालाई बिचरा भोक लागिरहेछ दिदी पनि केही खानु भएन बिचरा रे यो ससेज पनि हालिदिन्छु
सबै एकैचोटि हाल्ने रे चाउमिनमा चाहिँ। थ्याङ्क यू सो मच दिदी। कति स्मेल मिठो आइरहेछ। यसमा म सोया सस पनि हाल्नु गइरहेछु, ब्ल्याक सोया सस एड गर्छु थोरै। चाहिँ अब चाउमिन हाल्छु है म। स्मेल चाहिँ क्या चक आइरहेछ। दिदी त बिचरा गइसक्नु भयो। यसरी फ्राई गरेर सस हालेर खानुपर्छ गाइजहरू। गाइज क्या मिठो भएको, एक दिन बुरो हालेर अघि पनि खाएँ। बाहिर चाहिँ यसरी प्रोफेसनलले हामीलाई चाहिँ बनाइदिएको छ। हाम्रै घरकै छेउमा 3-3वटा छ। यसमा चाहिँ हाल्दैन, यता चाहिँ खतरा छ हाम्रो है।